साथीहरु आज चाहिँ अलि हतार छ। म स्कुल जानलाई रेडी हुँदै थिएँ। यसो फेसबुक हेरौँ न भनेर हेरेको। मैले अपलोड गरेको भिडियोमा धेरैले के कमेन्ट गर्नुभएको रहेछ भने म्याम ELDS रिपोर्ट कार्ड कहाँ पाउँछ, कसरी निकाल्ने, हामीलाई पनि यसो जानकारी गराइदिनुस् न भनेर भन्नुभएको रहेछ। त्यहाँको कमेन्ट मात्रै नभएर मेरो पर्सनल मेसेन्जरमा पनि धेरै मेसेज आएको रहेछ के ELDS रिपोर्ट कार्ड कसरी पाउने, कहाँ पाउने, हाम्रो यता त छैन नि म्याम भन्नुभएको थियो। कमेन्ट गरेकोमा धेरै धेरै धन्यवाद। आज हतार भएको हुनाले मैले यसमा यो भिडियोमा पोस्ट गर्न चाहिँ सकिनँ। तर हजुरहरूलाई के जानकारी गराउँछु भने मेरो योभन्दा अगाडिका लगभग अलि तल नै होला 10-12वटा भिडियोभन्दा अगाडि चाहिँ मैले ELDS रिपोर्ट कार्डको एउटा PDF बनाएर नै पोस्ट गरेको थिएँ। किनभने धेरै साथीहरूले योभन्दा अगाडि पनि मसित ELDS रिपोर्ट कार्ड कसरी प्राप्त गर्ने म्याम भनेर सोध्नु भएको थियो। त्यसकारण मैले त्यति बेला पनि एउटा PDF बनाएर पठाइदिएको थिएँ, पोस्ट गरेको थिएँ मेरो भिडियोमा। हजुरहरूले त्यो भिडियोमा गएर हेर्नुहोस् हैन। यदि तपाईहरुले भेट्न सक्नु भएन भने प्लिज फेरि पनि कमेन्ट लेख्नु होला। म हजुरहरूलाई नेक्स्ट भिडियोमा ELDS रिपोर्ट कार्डको PDF पठाउने छु। हैन हजुरहरूले अझै पनि भेट्नु भएन भने मेरो मेसेन्जरमा भने पनि मैले हजुरको पर्सनल मेसेन्जरमा पनि पठाइदिन सक्छु, भिडियो पनि पोस्ट गर्दिन सक्छु।